म मेरो बच्चाहरूलाई लिएर त्यो खोलामा जाँदैछु जहाँ म र मेरो दिदीबहिनीहरू नाङ्गो खुट्टा लिएर दौडन्थ्यौँ, हाँस्दै चिच्याउँदै पानीमा हाम फाल्न आतुर हुन्थ्यौँ। खोलामा पौडी खेलिसकेपछि डिलमा बस्थ्यौँ, टाउकोमा भिजेको अन्डरवेयर राख्थ्यौँ अनि घाममा कपाल सुकाउँथ्यौँ। बुवालाई थाहा नहोस् भनेर चुप्प लागेर डराई डराई घर फर्किन्थ्यौँ। तर बुवाले थाहा पाइहाल्नुहुन्थ्यो अनि हामीहरूलाई भित्तामा नाक रगड्न लगाउनुहुन्थ्यो र उभ्याउनुहुन्थ्यो। तर त्यो हाम्रो उपद्रोहको एउटा सानो सजाय मात्र थियो। यो फुलमती खोला एक समयमा डर तरिकाले बग्थ्यो। मैले यही पौडी खेल्न सिकेको। आज यो नदी एउटा पातलो खोला जस्तो देखिन्छ, यसले आफ्नो अस्तित्व आफै बिर्से जस्तो। बाटामा हामी सतार गाउँ हुँदै गयौँ। यही गाउँमा मैले माछा मार्न सिकेँ। यही मैले सिपी, गङ्गाटा र घुङ्गी पनि खान सिकेको। गाउँ अब फेरिएको छ। मसँगै हुर्किएका मान्छेहरूको अनुहार पनि अब म चिन्न सक्दिन। अनि अनारसको बगान, त्यो चाहिँ चियाबारी बनेको छ। अनि हामी चढ्ने तित्रीका रुखहरू, पेट दुखुन्जेल खाने ती तित्रीहरू अब छैनन्। धेरै कुराहरू बदलिसकेका छन् अनि म बुझ्छु, म पनि त बदलेकी छु। म पहिलेको पल्लवी अब छुइनँ, तर सम्झनाहरू बाँकी छन् र म चाहन्छु मेरो जीवनका यी साना सम्झनाका टुक्राहरू मेरो बच्चाहरूको मनमा कुनै न कुनै रूपमा बसुन्। त्यसैले त म यहाँ छु, जे थियो त्यो देखाउँदै, कथाहरू सुनाउँदै, मलाई बनाएको त्यो बाल्यकालका सम्झनाहरू जोगाउँदै।